तपाईहरुको कम्प्युटरमा यदि उकार लेख्दाखेरि समस्या भइरहेछ भने जस्तै चाहिँ प लेख्यो यस्तै आउँछ भनेपछि यसलाई यस्तो गर्नु होला। फाइलमा जानुहोस्, फाइलमा गएर अप्सन मेनुमा जानु होला। अप्सनमा जानु होला, अप्सनमा गएपछि यहाँ प्रुफिङ भन्ने हुन्छ, प्रुफिङमा जानु होला। प्रुफिङमा गइसकेपछि यहाँ चाहिँ अटो करेक्ट अप्सनमा जानु होला। अटो करेक्ट अप्सनमा गइसकेपछि अटो फर्मेट एज यु टाइप भन्ने चाहिँ यहाँ हुन्छ। एउटा म्याथ अटो करेक्ट, एउटा अटो करेक्ट भन्ने चाहिँ यसमा अटो फर्मेट एज यु टाइपमा गएर यो पहिलो स्ट्रेट कोड्स विथ स्मार्ट कोड्स भन्नेमा यसलाई हटाइदिनु होला। अनि तल गएर चाहिँ ओकेमा चाहिँ बटन चेप्नुहोस्। फेरि अर्को ओकेमा चेपेपछि अब तपाईलाई लेख्नुहोस्। अब क लेखेर यसलाई पु बनाउनुहोस्, यसलाई क लेखेर कु बनाउनुहोस्। आफ्नो इच्छा अनुसार जस्तो छ उस्तै बनाउनुहोस्।